नमस्ते। यो चाहिँ बेलुकाको अहिले कति बज्यो भन्दाखेरि चाहिँ अब एयरपोर्ट आएको छु 7 बजे साढे ल भनौँ भने चाहिँ 8 बज्न लाग्यो होइन। चाहिँ अहिले सबै विदेश जाने साथीहरू सबै विदेशी गएको छ। नेपालमा रोजगार छैन, सबैजनाहरू यता हिँड्नेको भिडभाड धेरै बढेको अवस्था छ। अब यहाँ कसरी बेरोजगारी सबैजना बेरोजगारी भएकोले अब जाँदैछन् यिनीहरू सबै विदेश। अब हामी पनि म पनि श्याम कुमार मगर है साथीहरू, मेरो नि युट्युब च्यानलमा हेर्नु होला। म पनि विदेश जानेवाला हो। अब चाहिँ नेपालमा रोजगार छैन, कसरी गर्ने के गरी गर्ने कुराहरू भन्ने कुरो केही पनि थाहा छैन है। त्यो भएको कारणले गर्दाखेरि विदेशिनु पर्ने अवस्था छ। सबै विदेश गएको अवस्थामा हेर न, गाडी रोक्नेको लापरवाही ताल पनि यस्तो छ। यो कार हेर्नु त, कार कस्तो खालको कार हो, कस्तो अवस्थामा रोकेको छ ल हेर्नु। ट्राफिकले पनि हेर्दैन ल हेर्नु, कस्तो छड्केको छ ल हेर्नु। गाडी कहाँ फर्काएर रोकेको यसलाई थाहै छैन। यो एयरपोर्टको बेलुकाको स्थिति जमघट आमामा सबै हेर, गाडी यति प्याक छ कि अहिले चाहिँ म बाहिर निस्केको अवस्था। अहिले अब बाहिर जाने अवस्था, घर जाने अब चाहिँ ल सबै आएर एयरपोर्टको चाहिँ अहिले गाडी प्याक छ। अब चाहिँ निस्किसकेको अवस्था। युट्युब च्यानलमा नि हेर्दै गर्नु होला। यहाँ चाहिँ बेलुकाको यस्तो चाहिँ यो त नाइट है, नाइट बेलुका नाइट। अब चाहिँ लगभग 8 बज्न लाग्यो, के गर्ने अब यस्तै छ गाइज। मान्छेहरूको यहाँ चाहिँ 11% 6% भ्याट तिर्नुपर्ने अवस्था नेपाल सरकारलाई, कम्पनीलाई तिर्दाखेरि जो मजदुर गरेर खान्छु भन्नेहरू चाहिँ कङ्गाल हुने अवस्थाको देश। अब के गर्नु छ र।